आजको भिडियोमा हामी एक महत्त्वपूर्ण र संवेदनशील विषय ट्युबल लिगेसन रिभर्सलको बारेमा कुरा गर्नेछौँ। यो प्रक्रियाले तपाईको जीवनमा धेरै फरक पार्न सक्छ र यदि तपाई वा तपाईको नजिकको कोहीले ट्युबल लिगेसन गरेका छन् र अब बच्चा चाहनुहुन्छ भने तपाईको मनमा ट्युबल लिगेसन रिभर्सलको बारेमा थुप्रै प्रश्नहरू हुन सक्छ। यो प्रक्रिया सुरक्षित छ कि छैन? यसका के फाइदाहरू छन्? के तपाईको अवस्थामा यो उपयुक्त छ? यी सबै प्रश्नहरूको उत्तर म आज भिडियोमा दिनेछु। नमस्कार सबैजनालाई, म अनु नेउपाने, पेसाले रजिस्टर्ड नर्स, सर्टिफाइड परिवार योजना सल्लाहकार र सेवा प्रदायक पनि, HIV काउन्सिलर, अनुसन्धानकर्ता र साथसाथै म एउटा सोशल इन्फ्लुएन्सर र सामाजिक सेविका नि भएको कारणले समाजमा भएका जनचेतनाको कमीको निम्ति अनेक समस्याहरूलाई कम गर्ने मेरो मुख्य उद्देश्य रहेको छ। मैले स्वास्थ्य क्षेत्रमा विगत 14 वर्ष बिताइसकेकी छु, त्यसैले आफूले जानेको ज्ञानहरू हजुरहरूलाई पनि बाँडौँ भनेर भिडियोहरू बनाउने गरिरहेकी छु। आज हामी ट्युबल लिगेसन रिभर्सल बारे खुल्ला कुराकानी गर्नेछौँ। तर त्यसभन्दा अगाडि म सबैजनालाई एउटा अनुरोध गर्न चाहन्छु कि यदि कोही यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई छिटोभन्दा छिटो सब्स्क्राइब गर्न नभुल्नुहोला र साथसाथै यस्तै जानकारीमूलक भिडियोहरूबाट नछुट्नको लागि साइडमा रहेको बेल आइकनलाई पनि अन गर्न नभुल्नुहोला। यदि कसैले घरेलु हिंसा सम्बन्धी, परिवार नियोजन सम्बन्धी, किशोर किशोरी सम्बन्धी जानकारी चाहिएको छ भने कृपया मेरो च्यानल भिजिट गरेर भिडियोहरू हेर्न सक्नुहुनेछ र भिडियो मन परेमा भिडियोलाई लाइक गर्न नि नभुल्नुहोला। म मेरो आजको भिडियोको मुख्य उद्देश्य भनेको तपाईलाई विश्वास दिलाउनु हो कि तपाईका निर्णयहरू आफैले लिने र आफैका स्वास्थ्यलाई ध्यान राखेर निर्णय गर्न महत्त्वपूर्ण छ भन्दै आज हजुरहरूलाई ट्युबल लिगेसन रिभर्सलको बारेमा भन्न गइरहेकी छु। सर्वप्रथम बुझौँ हामी ट्युबल लिगेसन रिभर्सल भनेको के हो भनेर। ट्युबल लिगेसन एक स्थायी गर्भनिरोधक विधि हो जहाँ फ्यालोपियन ट्युबहरू काटिन्छन्, बाँधिन्छन् वा अवरोध गरिन्छ ताकि गर्भावस्था रोक्न सकियोस् भनेर। तर ट्युबल लिगेसन रिभर्सल भनेको चाहिँ एउटा यस्तो प्रकारको शल्यक्रिया हो जसले फ्यालोपियन ट्युबहरूलाई पुनः जोड्छ, प्रजनन क्षमता पुनः स्थापित गर्छ र गर्भधारणको सम्भावना